有姐。मम्मी हाँसेर ढुक्कै सुना जाति क्या रावंगला. So finally we have reached Rawangla. अरे बाप पहिला करूँ उसके बाद देखना पड़ेगा. पूरा टूरिस्ट लोग इधर देखे तो गाड़ी. अरे बाबा इधर रखने से भी होगा. जी पहाड़ में तो नया बना है. ये सब नया बना है. So this is the Buddha Park, which is at Rawangla, and it's beautiful. So guys, if you are coming to Sikkim, then this place is definitely a place that you should visit. You will love this place. नि राति त झन् दामी हुन्छ किनभने लाइटिङहरु पुरा हुन्छ कि दामी हुन्छ राति चाहिँ. That's the ticket counter. पाँच का कितना हुआ? Closing time is 6 p.m. Very beautiful, no? Far better than Sangdukche. Matilda, the Buddha is looking so nice. Wait, okay? Wait. Wait, huh? Wait, huh? वहाँ बैठो ना. चले ना. कहाँ पहले यहाँ जाएंगे कि पहले यहाँ? पहले उधर जाना, उधर जाना. अच्छा अहिले देखाउँछु नि म. के सुन्दर हो, कति राम्रो. यो रावङलाको बुद्ध पार्क. Buddha Park चाहिँ एकदमै, it's compulsory if you guys are coming to Sikkim. It's worth visiting. Beautiful. रावङलामा छु जस्तो लागेको छैन. As if मलाई यस्तो लाग्दैछ कि that I am in China or somewhere else. दामी रहेछ नि हामी बुद्ध पार्क त कहिले आएको थिइन. This is my first visit to this place. I've never been to this place and I am in love with this place. यहाँ आकै भएर पनि कहिले मतलब आकै थिइन. आज आए हो, दामी लाग्यो. मम्मी बाबा त अघि पुग्यो. यस्तो दामी बनाएको रहेछ नि त फेरि यहाँनिर है जग्गाहरुमा है. थक गए. मैं नहीं जाऊंगा.
गरम भयो होला आउनुस् जाउँ यता चाहिँ फोटो ग्यालेरी म्युजियम लाइब्रेरीहरू रहेछ हो कहाँ बाहिर छु जस्तो लाग्यो यहाँ आउँदा त है राबङ्ला जस्तो पनि उयो हुँदैन रहेछ फिल हुँदैन रहेछ क्या आएको थियो बाबाको भुँडी पुरा लाग्यो चाहिँ भयो जाउँ थ्याङ्क यू So हामीले बुद्ध पार्क घुमिसक्यो I'm so tired. Now we are going back to the Namchi. We just wanted to visit the Char Dham. We hope that we're gonna reach there on time. Mommy? The first time. So bye bye Buddha Park. It was worth coming and spending the time out here. Boring bhayena हैन अनि त्यसै आएछ भन्ने भएन. It was worth spending the time out here. So now we are going back. So yeah. यसलाई चाहिँ भन्छ पुत्तली भिर्की यो चाहिँ one of the deadliest danger and the deadliest bear. देख्छौ वही तो गाड़ी ना मिले जब तक ये क्रॉस नहीं होगा बंदर आ गए गाड़ी ना मिले एक भी. तल त हिँड्नै सक्दैन त्यस्तो खालको भिड छ. हामी चाहिँ एकछिन निस्केको अलिकति अर्ग्यानिक सब्जी किन्नुको लागि. यो त के पो करेला. एक सेकेंड आंटी मैं ये बोल रही थी ये भी वन टाइप ऑफ करेला है. दिस इज ऑल्सो वन टाइप ऑफ करेला. इधर के साथ खाने इधर का मुला कसरी अरे 80-70 1 किलो हेरिदिनुहोस् न बाबा. 1 किलो राम्रो राम्रो हेरेर गरिदिनुहोस् न. एक किलो है. निङ्गुरी लानु नि बाबा निङ्गुरी नलाने. आम कमिङ वेट यो लैजाउँ अलिकति आन्टीलाई खुवाउनुको लागि. कहिले खाएको छैन देखेको छैन. यो कसरी हो पोवाको 30 एक पावा दिनुहोस् न. नहीं है ओ देखती हूँ 1 सेकेंड मम्मी वेट आई एम कमिंग. डल्ले खोर्सानी चाहिँ कसरी
तपाईँको 100 रुपियाँ छ प्याकेट 50 प्याकेटको 50 एक प्याकेट भन्नु नि हैन त्यो नदिनुस् खुल्लै दिनुस् मलाई खुल्लै दिनुस् पावा दिनुस् न एक पावा क्यारी ब्याग छ तपाईँकोमा क्यारी ब्याग त छैन त आज त अचानक रोकेको क्यारी ब्याग हाल्नु 10 रुपियाँको हालिदिनुस् यता पनि हेरिकन आउँछु ल के रहेछ मैले मुला लिएँ बाबा अलरेडी लिएँ ए यहाँ प्याजको पत्ता रहेछ यो भन्छ प्याज करी कसरी हो अलिकति ठुलो भएको छ हैन 40 एउटा दिनुस् न एउटा यो नलानुस् न यो लानुस् न यो हाँ क्या खाना है इसका तो यो दुईटा दिनुस् न साग साग त लाँदिनँ हौ मैले डल्ले खोर्सानी लिएँ यहाँ होइन हेरेको नि अलिकति ओ यो लान्छु नि यो कसरी हो 30 एउटा दिनुस् न होइन मलाई पिरो खानु मन पर्यो नि त सबैमा पिरै हुन्छ यो उयसको अचार है एउटा दिनुस् न उयो फुल लैजाउँ होइन यो होइन हाम्रो गेजीमा पुरा पाउँछ हाँ ये this is wine हाँ so right now we have reached the Char Dham we have to remove our shoes out there and Char Dham is open till 6 PM because of the lighting show उहाँनिर जुत्ता खोल्नु पर्छ हो यो टाइम ठिकै हो तर नभए दिउँसो पुरा खुट्टा पोल्छ नहीं तो आप लोग चल ही नहीं पाते इसमें धूप में तो लास्ट टाइम हामी बिहान आएको कि खुट्टा त पोलेर झन्डै मर्यो शू कम हाँ शू रैक यहाँ यहाँ चाहिँ जुत्ता राख्नुपर्छ दिनमे अनि बिहान आयो भने त हिँड्नु पनि सक्दैन यस्तो डरलाग्दो तातो हुन्छ हिँड्नुपर्छ त राइट टाइम में लाया आंटी मैं आप लोगों को एकदम हिँड्नुपर्छ नि पुरा मैं बोल्ने वाली थी कि मोजा हुन्छ नि मोजा सक्स बोक्नै भनेर बिर्सेछु नि त हुन्छ ज्यादा ठुलो छैन यहाँ मार्दैन फोटो खिच्न पाउँछ नहीं लेट्स गो फ्रम देयर एन्ड लेट्स कम एन्ड द थिङ्स फ्रम हियर न यो चाहिँ सबभन्दा ठुलो त्यो तपाईँले अघि माथिबाट हेरे नि नाम्चीबाट के हो ए नै साङडुप्चेबाट उयै हो त्यही त है काटेर दामी बनाएर राखेको छ नि शेप दिएको छ नि त धुप्पीलाई एउटा होइन One second, March. अलिकति हरियो खोर्सानी दिनु न नुन पनि अलिकति मगानु भाइ नुन पनि अलिकति दियो
दाल दाल मखनी मिल्क टी बना दो दाल मखनी करके क्रीम तो डालना है ना बिक्टरले खान्छ राइस यता राख्दिनु नि साइडमा तो राइस कीजिए ना बाबाले खाने भने खान्छ राइस बाबाको बोल्छु तो राइस खाओ ना हालिदिनुहोस् बाबा तर खानु खाने भने मम्मी खाने ना राइस जी राइस अलिकति आन्टीलाई नहीं राइस नहीं दिनु नि मत